जाँदैछु, अब मेरो आवाज अब कसैले सुन्दैन, आज मेरो अन्तिम आवाज हो यो भन्ने पनि थाहा छ। आफ्नो छोरालाई मेसेज छोडेको छ, बुहारीलाई मेसेज छोडेको छ, बाबालाई, मलाई सबैलाई मेसेज छोडेर गएको छ कि उसले आफ्नो श्रीमती र छोरालाई त कति हो सरी भनेको। त्यो अडियो रेकर्ड सुन्यो भने अहिले पनि यही जिउँदैछ कि हाम्रै साथमा छ कि जस्तो हुन्छ कि। उसले आफ्नो छोरालाई बाबु मैले जस्तै माया गर्नु है, तिमीले आफ्नो आमालाई मैले जस्तै माया गर्नु, आफ्नो आमालाई मैले मेरो आमालाई म जसरी माया गर्छु तिमीले पनि आफ्नो आमालाई त्यसरी माया गर्नु ल छोरा भनेको छ। छोरालाई तिमी ठुलो भएपछि बुझ्ने छौ सबै कुरा, मलाई माफ गर्नु ल छोरा, म तिम्रो खुसी बन्न सकिनँ, म मेरो आमाको मायाको अगाडि हारे छोरा, मलाई माफ गर्नु है भनेर त्यति साह्रो सबै कुरा सेयर गरेछ उसले आफ्नो छोरालाई। श्रीमतीलाई नि भनेछ सँगै जिउने सँगै बाँच्ने कसम त खाएको हो बुढी, तर मेरो आमाको मायाको अगाडि म हारे, मलाई माफ गर्नु है भनेर कतिचोटि त्यसले सरी भनेछ कि जाँदा जाँदै। मलाई दिदी तपाईँले हामीलाई धेरै गर्नुभयो, तपाईँको बिहे हुँदा हामी कति खुसी थियौँ आमा छोरा, तर हाम्रो खुसी धेरै दिन टिक्न सकेन दिदी, तपाईँले हाम्रो लागि धेरै गर्नुभयो। अब पालो चाहिँ मेरो थियो तर मैले खुसी दिन सकिनँ दिदी, मेरो लागि आमाभन्दा ठुलो अरू कोही देखिनँ मैले, त्यसैले म आमासँगै जाँदैछु दिदी, मलाई माफ गर्नु है भन्छ। अनि ठुलो दाइलाई फेरि मेरो छोराले तपाईँलाई बाबा भन्छ होला दाइ, मेरो छोरालाई पनि हजुर छोरा भनेर बोलाउनु ल, मेरो छोरालाई कहिले पनि बाबा छैन भन्ने अभाव नगराइदिनु है दाइ भन्छ। दाइलाई पनि भनेछ उसले, सबलाई एउटा एउटा मेसेज छोडेछ। सब होसमा छ, होसमा हुँदाहुँदै आफैले भनेछ यसरी जाने मान्छेले त